नेपाल भर्सेस कतारको म्याच धेरै लामो समय पछाडि नेपालको म्याच हुँदैछ। बिहान 6:15 मा यो चाहिँ हङकङमा म्याच हुँदैछ। अब यसको लाइभ कसरी हेर्ने, लाइभ म्याचहरू चाहिँ कसरी हेर्ने भन्ने बारेमा म यहाँ बताउँदैछु। यो कतारसँग चाहिँ जित्ने चान्स छ धेरै हैन। नेपालले अब खेलाडीहरू पनि चेन्ज भएका छन्, केही नयाँ खेलाडीहरू थपिएका छन्। यसमा अब भोलिको खेल हेर्नको लागि चाहिँ हजुरहरूले वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ र युट्युबमा पनि लाइभ दिनेवाला छ हङकङको युट्युब च्यानलले र वेबसाइटबाट फ्यान पेजबाट पनि हेर्नु सक्नुहुन्छ। फ्यान कोडबाट तपाईहरुले हेर्नुभयो भने त्यहाँ पनि लाइभ देख्न पाउनुहुनेछ। लाइभ हेर्दै एकदम मस्तसँगले सपोर्ट गर्नुपर्छ सबैजनाले है त। अनि हेरौँ के हुन्छ, के लाग्छ तपाईँ हजुरहरूलाई, जित्छ कि हार्छ कमेन्ट गर्नु होला भिडियोमा। यसमा तपाईको यो च्यानलबाट लाइभ दिनेछ। यो च्यानल यहाँ देखाएको छ, क्रिकेट हङकङ चाइना च्यानल छ। यस च्यानलमा सर्च गरेर पनि तपाईहरुले लाइभ हेर्न चाहिँ सक्नुहुन्छ। बिहान दुबईको टाइम चाहिँ 5 बजी छ हैन। नेपालको चाहिँ 6:15 मा हुन्छ। जित्ने चान्स भनेको नेपालको 83% छ भने कतारको 17% मात्रै छ हेड टु हेडमा चाहिँ अहिलेसम्म चाहिँ। अब हेरौँ भोलिको म्याचमा के हुन्छ। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नु होला है त सबैजनाले। र अहिलेसम्म विन भनेको एकचोटि कतार र एकचोटि नेपाल भइसकेको छ पहिला पनि। अब भोलिको म्याचमा हेरौँ के हुन्छ। त्यस पछाडिको म्याच भनेको कुवेतसँग पनि छ। अहिले कुवेतसँग भनेको चाहिँ कहिले भने बिहीबार म्याच छ। त्यो म्याच पनि हेर्न नछुटाउनु होला। अनि के लाग्छ कमेन्ट पनि गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् है त सबैजनाले। र भोलि कतारसँगको राम्रो जित हासिल गरोस्।